संसदमा विपक्षी दलहरूको रुवाबासी प्रतिनिधि सभाको संसद बैठकमा विपक्षी दलहरूको रुवाबासी सुनिएको छ। उनीहरूले रुवाबासी गर्दै आज जसरी पनि प्रधानमन्त्री चाहियो भनेर उनीहरूले रुवाबासी र रोइकराई गरिरहेको जस्तो देखिएको छ र उनीहरूले केही दिनदेखि प्रतिनिधि सभाको संसद बैठकमा नारा जुलुस गरिरहेका छन् र प्रधानमन्त्री हेर्न पाउनु पर्यो, प्रधानमन्त्रीको बोली सुन्नु पाउनु पर्यो भनेर सभामुख समक्ष रोइकराई गरेर हामीलाई जसरी पनि प्रधानमन्त्री समक्ष भेट गराइदिन र प्रधानमन्त्रीसँग बोल्न र प्रधानमन्त्रीसँग संवाद गर्नको निम्ति समय र त्यो सबै वातावरण मिलाइदिनुको निम्ति सभामुख समक्ष विपक्षी पार्टीहरू रोइकराई गरेका छन् र आज त विपक्षी पार्टीहरूले मोर्चाबन्दी गरेरै आज सभामुखको रोस्टमै घेराउ गरेका छन् र नारा जुलुस र सभामुख र सरकारको विरोध गरेका छन् र बालेन सरकारलाई जसरी पनि संसदमा उपस्थित गराएर हामीले सोधेका प्रश्नको जवाब बालेन सरकारले दिनुपर्छ र प्रधानमन्त्री बालेन शाहले संसदलाई सम्बोधन गरेर हामी सांसदहरूको जवाब उनले दिनुपर्छ भनेर आज विपक्षी सांसदहरूले माग राखेका छन् र प्रधानमन्त्री बालेन शाहको बोली सुन्नु नपाउँदाखेरि हर्क सम्पाङ त झनै रोइकराई गरेका छन्। एमाले कांग्रेस सबैजना अहिले बालेन शाहको बोली र जवाब सुन्नु नपाउँदाखेरि उनीहरूलाई छटपटी भइरहेको जस्तो देखिएको छ। मुख्य कुरा त देश विकास र देशको निकास र जनताको दुःख र समस्याहरू त्यो बुझ्न र त्यो सुनाउन प्रधानमन्त्री समक्ष त्यो सुनाउनुको निम्ति यो विपक्ष पार्टीहरू एमाले कांग्रेस र सम संस्कृति पार्टी र राप्रपाहरूको त्यो विषय होइन। तर बालेन सरकार संसदमा उपस्थित भएर उनीहरूले जताभावी प्रश्न गर्ने र बालेन सरकारले त्यो उत्तेजनामा आएर जवाब दिने र जवाबलाई मिडिया ट्रायल गरेर बालेन सरकारको बदनाम गर्ने र बालेन सरकारलाई असफल बनाउने खेलहरू रचिरहेका छन् र त्यो रच्ने योजना बनाइरहेका छन् र बालेन सरकारलाई कसरी उनको बोलीबाट चिप्लाएर नराम्रो बनाउने भन्ने खेलहरू अहिले विपक्षी पार्टीहरू मोर्चाबन्दी गरेर त्यो योजना बनाइरहेका छन्। त्यस कारणले गर्दाखेरि जसरी पनि प्रधानमन्त्री बालेन शाह संसदमा आउनु पर्यो र प्रधानमन्त्री बालेन शाहले हाम्रो प्रश्नको जवाब दिनु पर्यो र संसदमा सबैलाई सम्बोधन गर्नु पर्यो भनेर माग गरिरहेका छन् र विपक्षी सांसदहरू रोइकराई र तछाड मछाड गरिरहेका छन्। सभामुख समक्ष बालेन शाह चाहियो, प्रधानमन्त्री चाहियो भनेर रोइकराई गरिरहेका छन्। तर त्यसको मेन ठुलो अर्थ भनेको विपक्षीहरूको योजना र षड्यन्त्र ठुलो छ। बालेन सरकारको मुखबाट विभिन्न कुराहरू चिप्लाएर मिडिया ट्रायल गरेर बालेन शाहलाई बदनाम गर्ने र बालेन शाहलाई नराम्रो बनाउने खेल विपक्ष पार्टीहरूले योजनाबद्ध तरिकाले बनाइरहेका छन्। त्यस कारणले गर्दाखेरि उनीहरूलाई बालेन शाह चाहियो कि चाहियो, बालेन शाह नै चाहियो भनिरहेका छन्। किनभने बालेन शाह देशका राष्ट्रिय र कार्यकारी प्रमुख भनेको देशमा काम गर्ने हो र जनताको हित र अधिकार र जनताको दुःख समस्यालाई बुझेर काम गर्ने हो, बोल्ने होइन र बोली कम र काम धेरै गर्ने प्रधानमन्त्री बालेन शाह हुन् र कार्यकारी प्रमुखले भनेको देशलाई विकास र जनताको हितमा काम गर्ने हो, बोलेर र जवाब दिएर मात्रै हुँदैन तर देशमा काम गरेर देखाउने त्यो हुनुपर्छ र प्रधानमन्त्री बालेन शाहले त्यही गर्न खोजेका छन्। र विपक्षी पार्टीहरूले भने बालेन शाहकै बोली र बालेन शाहले जवाब दिनु पर्यो भनेर उनीहरूले रोइकराई गरेका छन् र आज प्रतिनिधि सभाको संसद बैठक नै अवरुद्ध गरेका छन् र बालेन शाह चाहियो भनेर आज नारा जुलुस गरेका छन्। तर सत्ता पक्षको बहुमत भएको कारणले गर्दाखेरि दुईवटा विधेयक आज सत्ता पक्षले विपक्षलाई पेलेर पारित गरेको छ र दुईवटा विधेयक आज पास भएका छन् प्रतिनिधि सभाबाट। सत्ता पक्षको बहुमत भएको कारणले गर्दाखेरि विपक्षी पार्टीहरूको हरेक योजनाहरू विफल पार्दै सरकार अगाडि चलाउने र बढाउने योजना सभामुख लगायत सरकारको रहेको छ र प्रधानमन्त्रीले पनि विपक्ष पार्टीहरूको चाल अथवा विपक्ष पार्टीहरूको योजना र षड्यन्त्र बुझेकै कारणले गर्दाखेरि प्रधानमन्त्री बालेन शाह संसदमा आउन नचाहेका हुन्। किनभने विपक्ष पार्टीले के गर्न खोजिरहेका छन् र के उनीहरूले गर्नको निम्ति योजना र युक्ति बनाइरहेका छन् भनेर प्रधानमन्त्री बालेन शाहलाई थाहा छ। त्यस कारणले गर्दाखेरि बालेन शाह संसदमा उपस्थित भएका छैन। नत्र भने प्रतिनिधि सभाको संसद बैठकमा उपस्थित हुनु ठुलो कुरा होइन र सांसदहरूको प्रश्नको जवाब दिनु ठुलो कुरा होइन। तर उनीहरूको योजना, उनीहरूको षड्यन्त्र र उनीहरूको विभिन्न गतिविधिहरू र विभिन्न सोच विचारहरू खराब र गलत र बालेन सरकारलाई बदनाम गर्ने र प्रधानमन्त्री बालेन शाहलाई नराम्रो बनाउने उनीहरूको योजना छ। त्यो थाहा पाएर प्रधानमन्त्री बालेन शाह संसद बैठकमा नआएका हुन् र त्यो प्रधानमन्त्री बालेन शाहलाई नराम्रो बनाउन नपाउँदाखेरि प्रधानमन्त्री बालेन शाह संसद नआउँदाखेरि कसरी बनाउने, के गरेर बालेन शाहलाई गिराउने अथवा के गरेर बालेन शाहलाई घुँडा टेकाउने त्यो योजनाहरू विपक्ष पार्टीहरूको विपक्ष सांसदहरूको असफल हुँदै गए पछाडि उनीहरूले रोइकराई गरेर जसरी पनि प्रधानमन्त्री चाहियो भनेर आज रोस्टमै घेराउ गरेका छन् र सभामुख समक्ष आक्रोश व्यक्त पनि गरेका छन्। तर यता संसदमा बहुमत भएका सत्ताधारी अथवा सत्ता पक्ष जो राष्ट्रिय स्वतन्त्र पार्टी छ उसले काम गर्दै अगाडि बढ्ने र यता कराउँदै गर्छन्, सरकार काम गर्दै जान्छ भन्ने तरिकाले अघि बढिरहेको छ। यता प्रधानमन्त्री बालेन शाह आफ्नै कामको शैलीमा अगाडि बढिरहेका छन्। गफ थोरै काम धेरै गर्ने सरकार अहिले आएको छ। पुरानो दल र पुरानो सरकारले गफ धेरै गर्ने, काम थोरै गर्ने, जनतालाई दुःख दिने, जनताको हित र अधिकारमा काम नगर्ने, भाषण ठुल्ठुलो छाड्ने भाषण दिने तर काम नगर्ने जस्तो देखिएको छ अघिल्लो सरकार। तर बालेन सरकार भनेको कम बोल्ने, काम धेरै गर्ने सरकार हो। तर विपक्ष पार्टीहरूले नराम्रो बनाउने, नराम्रो तरिकाले बालेन सरकारलाई प्रश्न गर्ने र बालेन सरकारको मुखबाट जिब्रोबाट लटपटिएर बोली फिस्लिने अथवा उत्तेजनामा आएर उसको बोलीलाई मिडिया ट्रोल गरेर अथवा मिडिया ट्रायल गरेर बालेन शाहको बदनाम गर्ने योजना गरिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो बुझेर बालेन शाह नआएको देखेर उनीहरू निकै रिसले चुर भएको अवस्था छ।